यो बाटो देखेर परदेशी साथीहरू सम्झिँदै होलान्। हेर्नुहोस् कति सफा चिटिक्क स्वच्छ अनि एकान्तमा छ। हिँड्दा पनि रमाइलो लाग्दैछ। 1 घन्टा भइसकेको हिँड्न लागेको, कति पनि थकाइ लागेको छैन, रमाइलो लाग्दैछ। मौसम पनि यस्तो साथ दिइरह, चिसो छ, दामी छ, हरियाली यताउता चिटिक्क डाँडाहरू छन्। यस्तोमा हिँड्न पाउँदा त अब यति रमाइलो लाग्छ। तर अब त्यो तराईमा त अब गाडीमा सुई यता सुई उता। यहाँ हेर्नुहोस् अब यस्तो बाटोमा हिँड्न पाउँदा कति रमाइलो लागिरहेको हुन्छ। बाटोमा पानीका फोहराहरू यसरी बगिरहेको हुन्छन्। यस्तोमा हिँड्न पाउँदा साह्रै रमाइलो लाग्ने। यस्तो कुराहरू कहिलेकाहीँ कुनै टाढा जाँदाखेरि कति धेरै याद आउँछ यी कुराहरू। अहिले भने यही ठाउँमा हिँड्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठानिरहेको छु कि म त।